Namaste. Thank you, Khaya Eco Village, for this warm welcome and this warm hospitality. सबैलाई नमस्कार. हामी चाहिँ पोखराबाट पिएन क्याम्पसमा अध्ययनरत विद्यार्थीको 4th इयरबाट हामी चाहिँ कर्कु डाँडा ट्रेक आएका थियौँ र हामी चाहिँ यो कर्कु डाँडा र ताङतिङको बिचमा रहेको साया इको भिलेजमा चाहिँ 1 नाइट स्टे गरेका थियौँ र यहाँ चाहिँ हामीलाई एकदमै राम्रो सुविधाहरू प्रोभाइड गरिदिनु भयो हाम्रो दाइहरूले. सहयोगी दाइहरूले यहाँ एकदम राम्रो खानाको व्यवस्था छ. त्यस्तै गरेर क्याबिन, हल अनि टेन्टहरूको पनि व्यवस्था रहेको छ. अनि बेलुका चाहिँ क्याम्प फायर गरेर हामी सब नाचेर एकदम रमाइलो भयो. अनि त्यही हो, यहाँको चाहिँ एकदम राम्रो छ. हजुरहरू पनि यहाँ भिजिट गर्न आइदिनु होला. प्राइस पनि एकदम ठिकै छ, राम्रै छ, रिजनेबल. म चाहिँ यो सायाको भिलेज चाहिँ सबैलाई रेकमेन्ड गर्छु. माथि भन्दा चाहिँ यहाँ बेटर छ है. ल